यहाँ चाहिँ हाम्रो डिजाइन रुम हो यहाँ चाहिँ इन्जिनियरहरू बस्छ आउनु यो सोरुम छ यो पनि एकदम यो धार खन्ने यताबाट घाँस खुर्किने त्यसपछि यताबाट गर्न मिल्ने 3 in 1 यो चाहिँ यसरी गर्नु पनि मिल्छ हैन तपाईलाई अनि यो चाहिँ तपाईलाई अगर भयो यो चाहिँ मकै छोडाउने भयो हैन अनि तपाईलाई यो चाहिँ तपाईलाई पाइपहरु गाड्ने हैन यो के ग्रीन हाउस टनलमा चाहिँ यो पाइपहरु गाड्ने हैन अनि यो भयो त्यसपछि तपाईलाई अनि यो कुटो भयो अनि यो पनि तपाईलाई यो पनि अब तपाईले बिरुवालाई एक ठाउँमा अरु ठाउँ सार्न पर्ने ठाउँमा गाड्ने अनि बिरुवा सहित आउँछ अरु ठाउँमा लगाएर रोप्ने यो तपाईले बिरुवा आउँछ माथि त्यसै माथि आउँछ के त्यो भयो त्यसपछि तपाईलाई यो ल्यान्डको बनाउने लाइन गर्ने हैन यिनीहरु सबै यो चाहिँ तपाईलाई भर्जन 1 हो धान रोप्ने यो चाहिँ कति प्रोसेस गर्यो यो चाहिँ तपाईलाई हामीले रेट यो बेच्ने अवस्थामा भएको छ त्यसले रेटै देखाएको यो चाहिँ हाम्रो आफ्नो रिसर्चको लागि मात्र हो सर अनि यो चाहिँ आलु रोप्ने आधे ट्र्याक्टरमा चढेर आलु रोप्ने यो चाहिँ अनि त्यसपछि यो चाहिँ तपाईको यो चाहिँ धान फुट्ने थ्रेसर यो चाहिँ अनि यो चाक कटेर भयो घाँस काट्ने अनि यो चाहिँ हाते ट्र्याक्टरको तपाईलाई अट्याचमेन्टहरु भयो अनि बर्खाको लागि यो चाहिँ तपाईलाई यो पनि यसरी यो चाहिँ अब उखुको लागि चाहिँ उखु बारीमा चाहिँ युज हुन्छ यो चाहिँ यसरी यो चाहिँ तपाईलाई ड्याङ बनाउने अनि आलु खन्ने भयो चाहिँ हैन